ल अहिले चाहिँ हामी दुबई चाइना मल शारजा चाइना मल पुगेर तिनजना टक्कसँगले होइन तारादीले हिँडेको 1 घन्टाभन्दा धेरै भइसक्यो। यस्तै छ के गर्नु। तिनजना पारा राति पनि साथीले चस्मा चाहिँ बब्बाल लगाइदिन्छ क्या। चस्मा लगाएर हिँडेपछि यहाँ फेरि राजा रहेछ, यहाँनिर राजा रहेछ चस्मा लगाएर हिँड्न थालेपछि जसले पनि क्या अरबीकै केटीले भयो भने यहाँ दुबईकै केटीले भयो भने हेर्दिनै मुस्कान छोडिदिइहाल्ने क्या। फसो कि जस्तो आफूलाई फिल हुँदो रहेछ। गाडीको त के चिन्ता, गाडी नै गाडी। यतातिर त बाइक कुदाउने साइकल कुदाउने नहुने रहेछ। आएको त धेरै भएको छैन, त्यही 45 दिन चाहिँ भयो कि। तर 45 दिनमा जति सिक्ने कुरा थियो त्योभन्दा धेरै कुरा सिकिसक्यो क्या। त्यस्तै हो, त्यस्तै छ। दुबई चाहिँ आउनै पर्ने रहेछ, एकचोटि दुबई चाहिँ आउनै पर्ने रहेछ। तपाईँहरू जस्तै सिचुएसनमा भए पनि दुबई आउनुहोस्, रमाउनुहोस्। रमाउने ठाउँहरू पनि धेरै रहेछ क्या यहाँनिर नि। जस्तै डिप्रेसनमा गएको मान्छे पनि होइन, रमाइलो छ नि दुबई त। दुबई रमाइलो छ। जस्तै डिप्रेसनमा भएको मान्छे पनि एकपल्ट दुबई आएर दुबई 2-3 दिन